यो चाहिँ मेरो अवस्था लुगो सबभन्दा राम्रो कुरो चाहिँ के भइरहेछ भन्दाखेरि घरमा कसैले पढ भन्दैनन्, एकदम मजा आइरहेछ। हाम्रो गाउँमा पनि केपी बाले एउटा टावर बनाइरहेछन् तल उपर। मसँग हातमा एउटा हतियार छ जुनले म घाँस काट्छु। यसलाई चाहिँ हामी सर्पको मकै भन्छौँ। सर्पले आएर खान्छ। यति घाँस ल्याउँदाखेरि हालत यस्तो भएर घाँटी छाती चोडियो क्या। हेलो नमस्ते गाइज, वेलकम ब्याक इन न्यू भ्लग। म चाहिँ कामलुङमा छु अहिले। ट्याक्क कोट लाएर बसेको छु। यो चाहिँ मेरो घर बस्दा लाउने आउटफिट खतरा छ एकदम। छोटै भइसक्यो त्यही भएर यसो लगाइदिएको होइन। एकदम पुरानो थियो त्यही भएर। काम छैन, बसिया छ, सुत्या छ। उनीहरू सुत्यो उठ्यो, मोबाइल चलायो बस्यो, काम त्यति नै छ। भन्दा बढी काम केही छैन। अनि वाक्कै लाग्छ केही अरू काम छैन नि त, कहीँ खेल्न नि पाइँदैन यहाँ त। अनि त्यस पछाडि के गर्नु न कसो गर्नु हुन्छ होइन। त्यस्तै नै छ जिन्दगी, यसरी नै चलिरहेछ। अलिअलि यसो कहिलेकाहीँ भैँसीको गोठमा गयो, त्यस पछाडि खोले पकायो र त्यस्तै छ काम। त्यसरी नै मेरो चाहिँ जिन्दगी बितिरहेछ अहिले। सबभन्दा राम्रो कुरो चाहिँ के भइरहेछ भन्दाखेरि घरमा कसैले पढ भन्दैनन्, एकदम मजा आइरहेछ। अहिले भर्खर खाना खाइयो अनि त्यस पछाडि फेरि आएर सुतेको भन्दा नि यत्तिकै रिल्स हेरेर बसेको थिएँ। दिन कटाउन गएर पल्लो घरमा सानो भाइहरू थिए, तिनीहरू पनि गए, अहिले छैनन् घरमा, जापा गइरहेछन्। भोलि या त पर्सि कहिले आउँछन्। अनि त्यस पछाडि चाहिँ अलिक मजा आउँछ होला। अनि त्यही भएर एक्लै हुँदा चाहिँ खासै मजा आएको छैन होइन। यो इन्टरनेटको दुनियाँमा पुरै घुलमिल भएर बसेको छु म चाहिँ। अब के हुन्छ हेरौँ भोलिदेखि। यता चाहिँ पानीको समस्या एकदमै धेरै छ होइन। पानी साह्रै आउँदैन पटकै। अनि माथि जङ्गलतिरबाट ल्याएको साह्रै उता माथि जानु पर्यो आज बनाउनलाई होइन। त्यहाँ यत्रो पानी आउँछ के गर्नु। त्यही भएर अब हामी चाहिँ त्यहाँ पानी बनाउनु जान्छौँ। अनि त्यहीबाट घाँस सास पनि काटेर लिएर आउने कुरो हुँदैछ। अनि यस्तै छ, घाम मजाले लागेको छन् होइन। यहाँदेखि यताको सबै दृश्य तपाईँहरू हेर्न सक्नुहुनेछ। हाम्रो गाउँमा पनि केपी बाले एउटा टावर बनाइरहेछन् तल उपर। खतरा छ टावर। केपी बाले कहीँ छोडेन टावर बनाउन होइन। यहाँ छ हाम्रो गोठ, यो हाम्रो, अनि यो चाहिँ हाम्रो काकाहरूको। यता छ सबै दुईतिरकै चाहिँ वस्तु हामीले नै हेर्नु परेको छ अहिले होइन। काका काकीहरू चाहिँ उता जापा जानु भएकाले यति खोले चाहिँ होइन एका बिहानै उठेर मैले माथिदेखि खोजेर ल्याएर ठ्याप्प काटेर राखेको। अब आफूले गरेको काम त क्रेडिट लिनु पऱ्यो नि। यहाँ यी बोकाहरू छन्, यदि माथिल्लो गोठ होइन काकाहरू। अनि हाम्रो तलतिर बाबा हुनुहुन्छ, त्यही भएर यसो यहाँ यिनीहरूको के छ हाल खबर भनेर यसो बुझ्न आएको म। यसलाई चाहिँ मैले ठ्याक्कै यहाँ पराल हालिदिएँ होइन। बिचरा भोकै छ होला। अनि अब जानुपर्छ माथि पानी बनाउनु होइन। पानीको एकदमै नै खाँचो छ, त्यही भएर जानु पर्यो अब माथि जङ्गलमा। त्यहाँ एउटा मुहान छ होइन, त्यहीँबाट चाहिँ पाइपबाट तानेर ल्याएको छ पानी। त्यही भएर अब जानुपर्छ। यहाँ बाबाहरू त्यहाँ के गर्दै हुन्छ होइन। त्यो सकिए पछाडि चाहिँ जाने हो। हामी चाहिँ जङ्गलतिर जाँदैछौँ होइन, ठ्याक्क घाँस काट्न। अनि बाबु माथि हुनुहुन्छ, त्यहाँदेखि उता जाने हो। अनि पानी पनि बनाउने, अनि घाँस सास पनि लिएर आउने, यही हो कुरो। अनि यताउतिको मकै चाहिँ यस्तो छ, ठ्याक्क सुन्तला रोप्या छ वरिपरि चारैतिर, एकदमै राम्रो रहेको छ। अनि बाटो अब यता छ। हामी चाहिँ जङ्गल आइसकेको छौँ र मसँग हातमा एउटा हतियार छ जुनले म घाँस काट्छु। तर घाँस चाहिँ कहाँ काट्नुपर्ने भन्दाखेरि अलिक परै छ होला। अनि त्यहाँ काट्ने हो। बाबाहरू चाहिँ पछाडितिर अलिअलि सिना मसिना काट्दै आउँदै हुनुहुन्छ। अनि यहाँदेखि चाहिँ पानी ल्याएको छ, उपर छ मुहान होइन। अनि त्यस पछाडि म जाँदै छु यो कटुस गाडी बाटोमा। पुरै अस्तिको काँडाहरू पनि अझै यहीँ छ होइन। अनि यसले घोचेर खत्तम पार्ने हो। कोट लाएर आएको छु, अब गर्मीले अघि मरिसक्यो। यहाँ चाहिँ यस्तो छ, जङ्गल चाहिँ खतरा खाले छ होइन। अनि
यहाँदेखि पहरो डाइरेक्ट त्यहाँदेखि तल झर्छ खतरा खाले छ। अब घाँस काट्ने ठाउँमा त नआइपुगेको छैन कि अलिक मासतिर कता हो थाहा छैन। अहिले घामदेखि आएको घामदेखि आएर यहाँ ठ्याक्क शीतलमा बस्दा चाहिँ एकदम मजा आयो रमाइलो भयो। घाँस काट्ने ठाउँमा पुगेर चाहिँ एकछिन घाँस काटेर पनि म सघाउनेवाला छु। हामी चाहिँ घाँसै घाँस भएको ठाउँमा आइपुग्यौँ होइन। यताउँदै पनि सबैतिर घाँस छ। अब ठ्याक्क म चाहिँ एकछिन घाँस काटे जस्तो गर्छु होइन। अब खासै स्पिड छैन घाँस काट्ने कहिले बानी है। अनि बाबा मम्मीहरूले एक एक भारी घाँस पुर्याउँदाखेरि एक मुठो चाहिँ काटिसक्छु होला कि भन्ने आशा हो। अब काट्छु होला हेरौँ भने यहाँदेखिको यसो उसो अलिअलि काटिहेर्नु पऱ्यो। अनि चाहिँ घाँस काटिरहेको छु मैले। अनि त्यस पछाडि त्यहाँ ऊ तलतिर घाँस काटेको अनि माथि यहाँ बाटोमा निस्क्यो। अनि यहाँ चाहिँ एउटा कुवा छ। यो कुवामा त पानी अलिअलि त रह्यो है, अलिअलि रहेछ। यसमा काम पनि छैन होइन। अनि हामीले पानी लानु त्यहीँ तलबाट पनि लाने गरेको थियो। यहाँ चाहिँ सुक्याएर छ मुहान। अनि अब मम्मी कता हराउनु ऊ त्यहाँ रहेछ। यसलाई चाहिँ हामी सर्पको मकै भन्छौँ। पहिला त्यसै भन्ने गरेको थियो। सर्पले आएर खान्छ के भएको पानी नै छैन अब सुकेर क्या घाँसको नाममा केही नभएर होइन यत्तिकै भौतारिरहेको। यहाँ यताउँदै घाँस त टन्नै छ भन्नुहुन्छ होला। केही नै भेटिँदैन यहाँदेखि। त्यहाँदेखि यो भेट्न पाए हुन्थ्यो तर अब खुकुरी लाँदा पनि भेटिँदैन। यहाँदेखि डेन्जर ठाउँ छ त्यहाँनिर चाहिँ तलदेखि रुख चढ्न पनि सकिँदैन। खतरा खाले ठाउँ रहेछ। त्यही भएर गाह्रो पऱ्यो। अब यहाँ हुँदै अलिअलि कसो कसो गरेर त्यही झिना मसिना पनि घाँस लिएर जानु पर्ला। यिनीहरू भेटिन्छ होला कि भनेको खोइ भेटिँदैन होला। यसो भेटिहेरेको अलिअलि म त्यही हँसियाले हानेर लान्छु होइन। त्यही हो यो चाहिँ मजाको घाँस तयारी हो चाहिँ भेट्न पायो है। यत्रो घाँसको बारी चाहिँ ल्याएर लडाइयो, आफू पनि लडियो। अब यति घाँस ल्याउँदाखेरि हालत यस्तो भयो हेरौँ। बिचरा म घाँटी साटी चोडियो कि क्या हो। गाह्रो पऱ्यो होइन। बल्ल बल्ल ल्याइयो अब घर घर सुत्ने गर्छन्। बाबामा पनि आउँदै हुनुहुन्छ। अनि खै के हो घाँटी दुखेर मरिहाल्यो नि। अब यस्तोमा दुःख गर्दैन भनौँ न। अब घर गएर पानी खानु पर्यो। अहिले चाहिँ घर आइपुगेँ होइन ठ्याक्कमा। अनि त्यस पछाडि पुरै पसिनाले भिज्यो। अनि त्यसपछि यो मुखसुख धोएँ। अनि अब चाहिँ यहाँ सर्बत बनाउँछु। यहाँ पानी होला तिर्खाले मरिहाल्यो। अब एकछिन बनाइहाल्छु। अनि त्यस पछाडि खानुपर्छ। सो गलेर अत्तु भइरहनु भएर होइन पानी सानी खाइयो। अनि अलिक शान्त भइरहेछ मन। अब चाहिँ ढल्ने हो एकछिन होइन। म ढलेँ अनि त्यस्तै भयो। आज घाममा हिँड्ने भएर यस्तो अब नत्र जहिले खाजा खाइसकेर मात्रै जाने गरेको थियो। आज चाहिँ दिउँसै हिँडेर यस्तो भएको कि गाह्रो पऱ्यो। ठिकै छ केही छैन होइन। यस्तो हुँदै गर्छ अब। 2 hours later च्यानल सब्सक्राइब गर्नु छैन भने गरिदिनु होला। भिडियोलाई लाइक गरिदिनु होला। बाई बाई।